सेवा नमस्ते सबैजनालाई, हजुरहरू सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। हजुरहरूलाई फेरि स्वागत गरेँ मेरो न्यू व्लगमा। आज चाहिँ बिहानदेखिको बिउ खाल्न जाँदैछु। गाउँको दाइको रोपाइ थियो र बिहानै बिउ खाल्न आउनु है भनेर भन्नुभएको थियो। त्यो भएर म चाहिँ बिहानै काम गर्नु जाँदैछु, बिउ खाल्दैछौँ हामी तिनजना मिलेर। यत्तिकैमा हामीलाई बिहानको खाजा आइपुग्यो, खाजा पनि खायौँ। त्यसपछि फेरि सुरु गऱ्यौँ हामीले काम। आजको मेलो भनेको चाहिँ यो हो, आज सक्नुपर्ने मेलो। आजको मेलोमा चाहिँ रोप्दा हामी चाहिँ यहाँ माथि आइसक्यौँ। अन्तिम भइसकेको थियो। अनि यहाँ दुईजना रोप्दै गर्दाखेरि मैले यहाँ भिडियो बनाउन लगाएको। उहाँ दिदी चाहिँ लजाएर मर्नै आँट्नु भएको छ, तर मैले जबरजस्ती भिडियो गर्नु लगाएको छु। भिडियो गर्दैछ। यहाँ चाहिँ हामी बसिरहेको छौँ, मेलो बनेको छैन र त्यही भएर मैले भिडियो खिच्दैछु। यही घरको मेलो थियो। आज चाहिँ लास्ट असारको अन्तिम मेलो, यसपालि अन्तिमै भइसकेको मेलो हो। 2083 सालको चाहिँ अन्तिम मेलो। त्यहाँ चाहिँ जाउँदै हुनुहुन्छ, साइसकेर पनि गोरुलाई नुहाइदिँदैछ। यो 2083 सालको अन्तिम हो भनेर गोरुलाई पनि एकदम सफा बनाएर नुहाइदिँदैछ त्यहाँ छोराले चाहिँ। अब एकैचोटि अर्को साल मात्रै है त यसरी हिलोमा काम गर्ने चाहिँ भन्दै त्यहाँ पुरा नुहाइदिँदैछ। खुर्ची मैल केही नराखिकन। रोप्ने बेला पनि भयो। त्यहाँ दाइलाई चाहिँ हिलोमा चुप्पल्न ल्याएको थियो, तर टुक्रुक्क मात्रै राखिदियो। उहाँ चाहिँ कान सुन्नुहुन्न, त्यही भएर उहाँले त्यस्तो मजाले चुप्लिँदैन। नभए मान्छेहरूले कति हिलो खेल्छ आमामा बिरुप नै हुन्छ। मलाई चाहिँ मन पर्दैन, डर पनि लाग्छ हिलो खेल्न। हामी चाहिँ यहाँ सबैजना ठुलो गरा थियो, त्यही भएर हामी रोप्दैछौँ। आधी मेलो भइसकेको छ। यो गराको चाहिँ अब अन्तिम हो रोपाइ पनि। हामी चाहिँ यसपालिको है रोपाइसक्यो है, मै झारे आज अन्तिम है सबैजनाको भनेर चाहिँ पुरा गफ गर्दै आफ्नै तालमा काम गर्दैछौँ। 6 जना रोपाएर थियो। यसपालि चाहिँ अन्तिम हो। अब एकैचोटि अर्को साल भेटौँ है त साथीहरू भन्दै सबैजनाले आफ्नो तरिकाले काम गर्दैछौँ हामीहरू चाहिँ। तर बेलुका भइसक्यो, 6 बजी नै सकेको थियो होला सायद। घडी चाहिँ हेऱ्यौँ न, अन्तिमै भइसक्यो। रात पर्यो नि त, बिहान काम ढिलो थाल्यो। त्यही भएर यहाँ चाहिँ हेर्नु है, अब रोपाइसकेर पनि हामीले चाहिँ धानको माला बनाएर त्यहाँ दिदीले लगाइदिँदै हुनुहुन्छ। उहाँ दाइको मै झारे आज, त्यही भएर धानको माला लगाएर माटोको टिका लगाइदिएर ल है यसपालिको मै झारे चाहिँ सके दाइ। अब अर्को साल फेरि यसरी रोप्नु पाऊँ भनेर सबैजनालाई धानको माला बनाएर चाहिँ लगाइदिने गर्दछ यतातिर चाहिँ। तर किन लगाइदिनुहुन्छ त्यो चाहिँ मलाई थाहा भएन। यसको कारण चाहिँ हजुरहरूलाई थाहा छ भने मलाई भनिदिनु होला। 3 जनालाई मात्रै लगाइदियो, अर्को एकजना चाहिँ छुट्यो। उहाँ चाहिँ नलाउने, म त लाउँदिनँ, मलाई लाउनु हुँदैन, मैले लाउनु हुँदैन भन्नुभयो। किन हो अब थाहा छैन। उहाँ चाहिँ अब हाम्रो कुलको धामी पनि हुनुहुन्छ, त्यही भएर पनि हो कि मलाई त्यस्तो लाग्यो। जहाँसम्म हो काकालाई के अरे 3 जनालाई, दाइलाई अनि दिदी अनि उहाँ चाहिँ भतिजो छोरा हो। सानो फुच्ले लगाइदिँदैछ माला, माटोको टिका। सबैजना खुसी भएर हाँसेर है रमाइलो हुन्छ कि यस्तो अन्तिममा सबैजनालाई उहाँ चाहिँ ढोक्दै हुनुहुन्छ। ल है दाइहरू यसपालिको रोपाइ चाहिँ सक्यो भनेर उहाँ चाहिँ फोटो खिच्न ल अरे बस्यो। मैले फोटो पनि खिचिदिएँ। यत्तिकैमा बेलुकाको खाना खाने बेला भयो। हामी चाहिँ खाना खानु बस्यौँ। कुखुरा भालेको मासु र भात। यत्तिकै खाना खाइसकेपछि म चाहिँ घर आएँ। घर आएर पनि फ्रेस भइसकेँ, नुहाइसकेँ। बेलुकाको नुहाइधुवाइ गरेर पनि बसिसकेँ, किनकि टाउको चाहिँ मैले धोइनँ। बेलुका धोयो भने मेरो चिसो हुन्छ र टाउको दुख्छ। मलाई टाउको दुख्ने एउटा बिरामी पनि छ, त्यही भएर मैले टाउको चाहिँ धोइनँ। टाउकोमा रुमाल बाँधेको थिएँ, टोपी लगाएको थिएँ, त्यही भएर मेरो टाउको चाहिँ फोहोर थिएन। जिउ मात्रै धोएँ है त साथीहरू। यसपालिको रोपाइ पनि सक्यौँ भन्दै आजको भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु। हजुरहरूले हेरिदिनु भएकोमा धेरै धन्यवाद। फेरि भेटौँला भोलि यस्तै नयाँ भिडियोहरू, गाउँको अर्ग्यानिक भिडियोहरू लिएर आउने नै छु। त्यतिन्जेलको लागि हजुरहरूबाट बिदा भएँ। हस् त, नमस्ते, बाई, गुड नाइट भन्न चाहेँ है त।